बुढा आज तपाईको खाजा चाहिँ खाजा थ्यांक यू सो मच सेलरोटी छ खानु पर्यो कस्तो छ मैले हालेको सेलरोटी बबाल सधैँ डह्रो हुन्थ्यो अहिले चाहिँ कस्तो भइरहेछ एकदम नरम अनि पिँडालु पनि उसालिदिएको छु तर जापानको पिँडालु नेपालको जस्तो ओइसी चाहिँ छैन होला यो बुढा धेरै मिठो छ सासुगुरीमा खाएको त साइडबाट खानु न ल तपाईँले चाहिँ आज मिठो मानेर खाइदिनुहुन्छ सधैँ खुसी लाग्छ जस्तो भयो नि रोटी चाहिँ राम्रो छ भनिदिनु भयो खुसी लाग्यो